नमस्ते। आज हामीले 2 अङ्क मिलेर बनेको संख्याको वर्ग निकाल्ने सजिलो तरिका के हो भन्ने बारेमा यहाँ प्रस्तुत गर्न गइरहेका छौँ। अब यसमा कुनै उदाहरण लिँदैछौँ हामीले 24 को स्क्वायर कति, 42 को स्क्वायर कति, त्यस्तै 2 वटा अङ्क मिलेर बनेका संख्याको स्क्वायर कति हुन्छ भन्ने कुरा सजिलो तरिकाबाट क्याल्कुलेटर बिना सल्भ गर्ने एउटा मेथड हामीले बनाउन गइरहेका छौँ। अब यसमा 24 को स्क्वायर कसरी निकाल्ने त भनेपछि यस्तै गर्छौँ। पहिलो अङ्कको स्क्वायर राख्छौँ, 2 को स्क्वायर लाई हामीले 4 यसरी राख्छौँ, 4 को स्क्वायर 16। अब जो गुणन गर्ने 2 दुना 2 चौको 8 दुना 16 यसरी राख्छौँ। र अब यसलाई जोड्छौँ, 6 को 6 6 1 7 4 1 5 अथवा यसको 5 7 and 6 एवं रीतिले यसको स्क्वायर कसरी गर्ने बनाउँछौँ। 4 को स्क्वायर 16, 6 को स्क्वायर 36। अब 4 छक्का 24 दुना 48 लेख्छौँ। यसलाई एड गर्छौँ, 6 को 6 8 3 11 हातलाई 1 6 4 10 1 11 1 2 2 अथवा 2 1 1 6 हुन्छ। यही रीतिले सम्पूर्ण 2 अङ्कका संख्याहरूको वर्ग निकाल्न सकिन्छ। धन्यवाद।